मेयर लेमन म आज पटमा कसरी सोइल प्रिपेयर गरेर रोप्छु फुल भिडियो हेर्नु होला है। मैले 40 cm पट लिएको छु। त्यसपछि यो गार्डन सोइल छ यसमा। यो चाहिँ परलाइट हो। म यसमा 20% मिक्स गर्छु है। हेर्नुस् यहाँ। यसलाई म सोइलमा राम्रोसँग मिक्स गर्छु है। के सोइल एड गरेर चाहिँ यसमा मैले परलाइटलाई माटोमा यसरी मिसाइसकेपछि म अब पट नाप्छु पहिला ठिक छ कि छैन लेभल। ल मलाई यो ठिक लाग्यो। पटबाट बिरुवालाई झिके यसरी रोड कस्तो मजाले डेभलप भएको छ। सट्टा म प्लान्टलाई रोप्छु यसरी यहाँनिर राख्छु। त्यस पछाडि म अहिलेको माटो वरिपरिबाट हाल्दिन्छु यसरी। यो चाहिँ कोकोपिट हो भिजाएर राखेको छ। म कोकोपिट माथिबाट मजाले हाल्छु। तपाईँलाई पानी हाल्न अल्छी लाग्छ भने थोरै म वाटर क्रिस्टल मिक्स गर्छु। मलाई पनि अल्छी लाग्छ। थोरै ब्लड एन्ड बोन युज गरेको छु थोरै अराउन्ड द प्लान्ट। सुन्तला कागती सबै सिट्रसलाई एकदमै चाहिने फर्टिलाइजर चाहिँ यो अस्मोकोटको अर्ग्यानिक प्लस हो सिट्रस एन्ड फ्रुट्स। अब म यो वरिपरि रुटमा हालिदिन्छु यसरी मजाले हाल्नुपर्छ। यो चाहिँ तपाईँको यति हालेपछि तपाईँको एउटा सिजनमा लगभग हुन्छ। फाइनल चाहिँ म यो पाइन मल्च हाल्छु वरिपरि यसरी देख्दा पनि राम्रो देखिन्छ पटमा। लास्ट स्टेप चाहिँ मजाले पहिलोचोटि पानीले भिजाइदिनु होला। एकदमै मजाले घाम लाग्ने ठाउँ दिनको 6 देखि 8 घण्टा घाम लाग्ने ठाउँमा लगेर राखिदिनु होला। गुड टु गो।